हेलो हेलो साथीहरु, म आज तपाईहरुलाई एउटा अचम्मको चिज देखाउँदैछु। एउटा घरमा, एउटा गाउँमा एउटा आमाले एकदम अचम्मको चिज गराउँदै हुनुहुन्छ। के चिज हो, के हो, कस्तो, यो बारेमा तपाईहरुलाई भन्दैछु। तपाईहरुले भिडियो हेर्दै गर्नु होला है त साथीहरु। आमा, यो के चिज बनाउँदै हुनुहुन्छ तपाईले? गिठा। यो गिठा भनेको के हो त फेरि? अब के भन्ने, अब हामीले पकाएर खान्छौँ, गाउँघरमा पाइने चिज गिठा भन्ने। गिठा भन्ने यही हो। ए, अनि यो केसको लागि बनाउँदै हुनुहुन्छ? दबाई हो कि यो खानाको लागि हो कि यो के बनाउनुहुन्छ तपाईले यसबाट? खै दबाई भन्ने कुरो त थाहा भएन। हामी पकाएर खान्छौँ, यसलाई खरानी हालेर मजासित पकाएर तितो भोगी भएन चाही चाही पकाएर पखालेर त्यसपछि खान्छौँ। अनि यो जडीबुटी त हैन? खै जडीबुटी हो कि हैन त्यो त हामीलाई थाहा छैन। अब हामीले यतिकै पकाएर खान्छौँ। अनि अरु त, अनि यो कहाँबाट ल्याउनु हो तपाईले? यो कहाँ पाइन्छ यो? यहाँ गाउँघरमा वरिपरि खनेको खोजेको। गाउँमा, एउटा गाउँमा यस्तो बढियाले यो गिठा भन्ने चिज यसरी खाइदो रहेछ। यो हामीलाई त थाहा छैन, तर खानु हुँदो रहेछ उहाँहरुले। तर यो दबाई पनि हुन्छ अरे। अनि यसको बाहिरको छिल्का यसरी निकालिदो रहेछ। यो यस्तो हुँदो रहेछ, सानो एउटा सिम्पल राखिएको छ। यसलाई खोलसार यसरी काटेर मजाले पकाएर खाँदै हुनुहुन्छ उहाँले। अब यो भिडियो चाहिँ अब हजुरहरुले हेर्नु होला, हजुरले खाने भए कन्ट्याक्ट गर्नु होला, हामी यसलाई उपलब्ध गराउनेछौँ है त साथी।